यही वैशाख 20 गते भक्तपुर साङ्गीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा हुन गइरहेको साङ्गीतिक कार्यक्रम दीपश्रेष्ठ साङ्गीतिक साँझमा अवश्य पाल्नुहोला, सपरिवार पाल्नुहोला। मैले पुलको काम गर्नु परेको छ। नारायण दाइ त बित्नुभयो, म त कसो कसो बाँचेको छु र पो अहिले हजुरहरूले देख्नु पाउनु भएको छ। नारायण दाइ त यहाँ आएर गीत गाउनु पाउनु भएन। प्रेमध्वज दाइ आउनुभयो होला, गोपालञ्जन दाइ कहिले आउनु भएन होला, अमर गुरुङ दाइ पनि कहिले आउनु पाउनु भएन होला, किनकि उहाँहरू आउने मौका पाउनु अगाडि नै बित्नुभयो। त्यो चाहिँ नहोस् भन्छु। सर्वसाधारणसँग भेटौँ, उहाँहरूलाई गीत सुनाऊँ, उहाँहरूले कस्तो अनुभूति गर्नुहुन्छ होला। मेरो अनुभवहरू यति लामो छ कि मेरो उमेरभन्दा पनि लामो छ। यस्तो मर्मस्पर्शी गहकिला कुरा भर्खरै दीपश्रेष्ठ साँझको तयारीको क्रममा, पत्रकार सम्मेलनको क्रममा उहाँले व्यक्त गर्नुभएको थियो। योभन्दा पनि अझै गहकिला उहाँले जुन व्यक्त गर्नुभएको छ, उहाँको उमेरभन्दा लामो अनुभवहरू, गीत सङ्गीत क्षेत्रका इतिहास, कहिल्यै नलेखिएका, कतै व्यक्त नगरिएका कुराहरू उहाँहरूले आफ्नो एउटा स्टोरी टेलिङको रूपमा पनि भन्नुहुनेछ। यस्तो सुवर्ण मौका नगुमाउनु हुन विनम्र अनुरोध गर्दछु। टिकट बुकिङ पनि खुला भइसकेको छ। यही वैशाख 20 गते भक्तपुर साङ्गीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा हुन गइरहेको साङ्गीतिक कार्यक्रम दीपश्रेष्ठ साङ्गीतिक साँझमा अवश्य पाल्नुहोला, सपरिवार पाल्नुहोला। नमस्ते, धन्यवाद। कति कमजोर रहेछ भाग्य, तिम्रो सिउँदो कुर्न सकिन। कति कमजोर रहेछ रहर, तिम्रो आँसु पुछ्न सकिन।